भयो लौ त आज चाहिँ फाक्सा खाने केटाहरू होइन लु अब जो चाहिँ फाक्सा पोलेर खानु आँटेको हामी यहाँ अब फाक्सा चाहिँ आमामा 2 जना 3-4 जनाको लागि 2 केजी कम्ती खान्छ हामी त्यो चाहिँ अब ज्यादा हुन्छ जस्तो लाग्दैछ भोलि बिहान सब्जी पनि पाक्छ जस्तो छ एकछिन बाहिर देखाइदिउँ स्ट्रगल फर है बाहिर त्यो केही देखेको छैन जिन्दगीमा दाउरा नबोक्ने मान्छेले पनि दाउरा बोकाएर ल्याएको छ नि कसरी काट्नु होस् याको दादा काट्छ आइसकेको छ दाउरा काट्ने दाउरा साथसाथै हात पनि काट्छ घरि चाहिँ भात खुवाउने रहेछ यो पार्केलाई काठहरू हुँदैन भाइ काटियो है काटीहरू हेर्नु काटियो निस्किन्छ है त्यतिको स्ट्रेन्थ छ पशुपतिको बन्दा मैले चाहिँ ट्राई गरेँ सकिनँ हो इजी उठायो त है भयो भाइ दौरा यो चाहिँ त पर्खियो होइन यो त होइन पर्खि अर्कोमा देखाउँछु बनाइस् तपाईँहरूले चाहिँ एकदम यसरी काट्नुपर्छ क्या रोस्ट गर्नु लागि चाहिँ यहाँ हो यो त च्याप्टो चाहिँ यसरी काट्नु छ हात यस्तो राख्यो तेर्सो ट्याकै तेर्सो यो मेरो हात चाहिँ मैला चाहिँ होइन देख्यो होला हो फेरि यस्तो ट्याकै ए मलाई बोलाउनु मन छ भने चाहिँ डिएम गर्नुहोस् है केटीहरूले चाहिँ नबोलाउनुहोस् होला म एकदमै अहिले म सक्दिनँ मेरो इमेज खराब भइरहेछ अहिले केही काम गर्दैन हो खानेर पिउनु भाइ काम गरेको देखाइहाल्यो यो काम गरेको सबै केही छैन त मेरो चाहिँ भिडियोमा हुँदैन बिहाइन्ड द सिन हुन्छ क्या हेटाइमा आउँछ यहाँ सब कुछ हो अलिक हल्का दामी पिस काटेको देखाउँछु ल हामीले अब दामी आज चाहिँ पुरै बोसो हाल्दैछ त्यो दाजुले यस्तो हो तेर्सोले चाहिँ एकदम मजाले पाक्छ पनि हो आगो पनि मजाले भेट्छ झर्दैन पनि आगोतिर देखिस् हामीले सिकिराख दाजुकोबाट यहाँबाट आरामसे तेर्सो अलिकति मैला देख्नु हुँदैछ मैला चाहिँ होइन यो ल अघि हामीले हल्दी हालेर उमालेको हल्दी नुनहरू अलिकति फेरि हाम्रो भ्युवर्सहरू घिराउनु भयो चाहिँ सरी You can't do anything. अलि हाम्रो बजेट अहिले त्यति नै छ नि त अहिले खेप छैन अहिले अब खेप पाएपछि चाहिँ हाम्रो 9 होमस्टेमा बसेर गर्ने हो अगस्तमा चाहिँ ए अगस्तमा त याक खोर्नुको पनि हुँदैन होइन तिमी म हामीले भाइ पोल्दै खानु ए त्यसलाई त माथि नै पोल्ने भाइ हामी पक्का कि अन्त अगस्तमा अलिकति यो साइडको भ्यूहरू चाहिँ एकदम के भन्छ एक्सक्युज गरिदिनुहोस् होला अब हामी सफै त सफै केटाहरू हो कति खाला तर हात त अहिले आज चाहिँ एकदमै हाम्रो स्पाइसी खाने अरे नि त हाम्रो केटाहरूले सो डाइरिया चाहिँ नहोस् न मेरो त डाइरिया झन् अस्तिदेखि कति दिन भयो मलाई त अलिक तेल चाहियो हामीले तेल निकाल्छ कम्ती मात्रै फाक्सेकै तेल ज्यादा हुन्छ बास खान्छ लाङ्साको ठोकोहरू खान्छ यो मान्छे तिमी खान्छ न चिप्स खानु खाल्यो लाङ्साको ठोकोहरू खान्छौ के हो ठोको इन्टेस्टाइनहरू लौ त यहाँ अब दामी दामी पोल्दैछ हो यिनीहरूले चाहिँ भाइ मलाई दिएकै छैन ए भाइ मेरो चाहिँ खै भाइ
अब तेरो मुखभित्र देखाउनु होला अब चाहिँ यो भयो यो मेरो क्याबेजसँग ठ्याक्कै खोर्सानी दलेर खै मेरो चाहिँ यहाँ ऊ म चाहिँ अब यसमा खान्छु लौ त भाइ खै एकछिन मेरो एउटा थाप त यो 30.5 को लागि ठुलो भयो एकछिन भाइ अलिक सानो पनि छ त इ ला खोर्सानी अलिक हाल्दै त भाइ ठ्याक्कै यसरी हो नि त यो खाने चाहिँ क्या भयो भयो भाइ यो चाहिँ मेरो उयो ठुलो पिससँग जाने हो नि त इ मेरो चाहिँ रेडी भइसक्यो हो अनि ठ्याक्कै अब दामी खै अन्त वाउ भनेको चाहिँ इन्सपायर फ्रम ग्याप्स ब्लग्स वाउ थाप्न यसमा हाल्नु न के लो लो नवङको यहाँ हेर्नु नवङको भाग आइसकेको छ क्याबेजमा खोर्सानी हालिकन खुवाउ कि दामी रहेछ यहाँ यो ठुलो चाहिँ सोनामको रहेछ हो सोनाम चङ्गो छ नि त अनि सानो अलिक सानो चाहिँ मेरो लौ त अर्को पनि रेडी भइसकेको छ हो फ्ल्यास लाइट अन गर्न आउँदो एकछिन यहाँ भुइँमा राख भाइ त्यहीँ क्याबेजमा राख्नु तेरो थाप्न तातो छ नि त यहाँ इ हमले भाइ अत नङ्गा तल्ले यो अर्को तेल त फुटिसकेको छ यो ठुलो चाहिँ मेरो त्यहाँदेखि अलिक ठुलो चाहिँ भर्खरको सानो भयो यतापट्टिको नङ र सोनमको अलिक पत्ता खालको छैन रहेछ नि है नङ कस्तो लाग्दैछ फाक्सा चाहिँ मिठो लाग्दैछ जुन चाहिँ आयो भने अब नङले फेरि राम्रो पिस मेरो भनिहाल्छ नि त अब चाहिँ जुन अरू चाहिँ केही नजाने पर्क बनाउनु त्यो खतरा जान्छ पोल्यो पोल्नु अब मैले के पनि जान्दिनँ भनिदिएको भाइ यसले त ओभर यो मान्छेले झन् केही जान्दैन मैले सबै जान्छु भाइ मैले अहिले गर्नु दिएको किन पहिला यहाँ पर्क देखाउ न पहिला त्यहाँबाट चाहिँ यो पेज देखाउ न यो बट्टाबाट देखाउ न ल ल ल पुलिस प्लेट थापा दोष जल्दी ला झरे एउटा सोनामै ठिकै छ वही क्या एकदम के हो त्यो पिस ल ए असमा थाप्नु त सानो चाहिँ खै मेरो चिया खाइसक्यो साउन्ड मात्रै सुन्नुहोस् साउन्ड ए झगडा नपर खै अर्को अन्ना देखिन जोड्नु पर्यो नि त मेरो भाइ क्यारेट लौ त यारको के पकाउँदैछ अब फाक्सा पोलेकोले अगाइन दोस्त म देखाइदिन्छु हाम्रो क्याम्परमा हाम्रो कुक पोलेकोले अगाइन अरे केटाहरू अब यहाँनिर फाक्सा फेरि यो फाक्सा र अनि आलु अझै फाक्सासँग आलु छ फाक्सा कम्ती छ कि अब आलु एड गर्नुपर्छ हो आलु कहाँ छ दोस्त आलु यहाँनिर उसिनिरहेको छु भाइ केला त भाइ लु अब आलु केलाउनु पर्छ कति बज्यो अहिले डिनर टाइम हाम्रो कति बेला हुन्छ 10:30 10:30 है मेरो घर फोन तिमी पुरा फाक्सा खाएर होला जिउ उयो भयो देख्दै चर्काउनुहुन्छ नो एक्टिभ टुडे यहाँ चाहिँ अब मेरो भाइ
हामी चाहिँ हेल्पर हामी चाहिँ हेल्पर गाइस तर हामीले 10 12 त्यो मोमोले निकै मिस गर्दैछौँ होइन ए टेम्बा रे 10 12 ए त्यो मोमो अब यो सल्ट चाहिँ हो क्या यहाँ चाहिँ हाम्रो वेस्ट कन्ट्री फ्ल्याग नयाँ नयाँ लौ त फाक्सा पसिसकेको छ हो अब गन्दा चाहिँ दामी आउँदैछ कि अब के भन्नु भिडियोमा त गन्दा सुनाउनु सक्दिनँ हो दामी अब यो यसमा चाहिँ ग्रेभी ज्यादा बनाउनु लागि चाहिँ हामीले प्याज र टमाटर ज्यादा हालेको हो अब यहाँ आलु आलु काटिसकेको छ यसमा आलु एड हुन्छ पहिला फाक्सा पाक्नु पर्यो त्यहाँदेखि आलु एड भएर चाहिँ पानी हालेर ग्रेभी हुन्छ त्यहाँदेखि चाहिँ पाक्यो हाम्रो लौ त खाना रेडी भइसक्यो हो केटाहरूले यहाँ हेर्नुहोस् टेम्बा दाको यहाँ हाम्रो नवाङ छिमेको पुरै मातेको जस्तो भइदिइरहेको छ यो निन्द्राले यहाँ टेम्बा चाहिँ के हो लजाउँदैछ त हो लो मेरो चाहिँ अब यहाँ कराइमा छ